मासमा हिँड्दाखेरि एकजना चुप लाग्यो भने सबै चुप लाग्छ नि है। एकजनाले केही कुरा भन्यो भने त्यसको प्रभाव एकपछि अर्को हुँदै जान्छ। यो हामी आफ्नै ऐना हेरिराखेका छौँ। आज कति पटक भन्नुभयो उहाँहरूले, जो यहाँ बोल्न आउँदै हुनुहुन्छ उहाँको कुरा सुन्नुहोस्, तर कसैले सुनेको छैन। मैले लास्ट बेन्चर भने मात्रै हो, सबैजना हल्ला गरिराख्नु भएको छ। त्यो राम्रो होइन। हामी कुन उद्देश्यले आएका हौँ, हाम्रो काम के हो, कर्तव्य के हो, त्यो हामीले बुझ्न अति जरुरी छ। मेरो धर्म अभिनय गर्नु हो, मेरो कर्म अभिनय गर्नु हो भने म पर्दाको अगाडि जाँदाखेरि मेरो क्यामेराको अगाडि मैले त्यही गर्ने हो होइन। हजुरको काम कलम चलाउने हो भने त्यसमा पनि इमान्दारिताका साथ कलम नै चलाउने हो। आलोचनामा पनि इमान्दारिता हुनु पर्यो होइन, प्रशंसामा पनि इमान्दारिता हुनु पर्यो। त्यो भयो भने सबैलाई चित्त बुझ्छ, पहिरौनी कसैलाई पनि चित्त बुझ्छ। एक अर्काको टिक्का टिप्पणी गर्नु बाहेक केही पनि हुँदैन। यो समय थोरै छ तर भन्न धेरै थियो। त्यसरी कविताको रूपमा एउटा सानो कुरा हजुरलाई म भन्दैछु। यो मेरै क्षेत्रभित्रको कुरा हो, मै भित्रको कोठाहरू हो। यत्रो वर्षदेखि सोचेको बुझेको मेरो चलचित्र क्षेत्र भन्ने बित्तिकै सबै आउँछ। हजुर पनि आउनुहुन्छ किनभने तपाईँहरू पनि यही क्षेत्रसँग रिलेटेड हुनुहुन्छ। सो हामी सबैले एकखेर यो मेरो कविता सुनेपछि मनन गरौँ हामी कहाँ छौँ। यो मेरो कति वर्ष 43 सालदेखिको दिनेशदाई, त्यति बेलादेखिको मन्थन होला नि त यो होइन। उहिले महेशमा मधुर रस जाग्थे, उहिले महेशमा मधुर रस जाग्थे, कर्मले ओत प्रोत धर्मको अधीनमा आफूलाई राख्थे। उहिले महेशमा मधुर रस जाग्थे, कर्मले ओत प्रोत धर्मको अधीन आफूलाई राख्थे। अहिले अन्योल बीच आफ्नो अस्तित्व खोज्दैछु, अहिले अन्योल बीच आफ्नो अस्तित्व खोज्दैछु। चाहेर या नचाहेर त्रासदी भित्र समावेशीको किल्ला ठोक्दैछु। अहिले अन्योल बीच आफ्नो अस्तित्व खोज्दैछु। चाहेर या नचाहेर त्रासदी भित्र समावेशीको किल्ला ठोक्दैछु। मलाई लाग्थ्यो मेरो धरातल वर्ण वर्ण जात जातको पत्रै पत्र सयौं पत्रको माला हुने बाटिका हो। मलाई लाग्थ्यो मेरो धरातल वर्ण वर्ण जात जातको पत्रै पत्र सयौं पत्रको माला हुने बाटिका हो। तर यो त आसे पासे तमासेहरूको माटोले निर्मित उदाङ्ग नाङ्गो छाला मात्र भएछ। लज्जित देख्छु अचेल चलचित्रको पर्दा पनि। हेर्नुहोस्, लाज शब्दमा पनि यस्तो भएछ, बत्ती नै भयो। आगो छ यस्तै हो। लज्जित देख्छु अचेल चलचित्रको पर्दा पनि, लज्जित देख्छु अचेल चलचित्रको पर्दा पनि, अजङ्गको कालो सर्पले हामी सबैलाई डस्दै गरेको देख्छु। लज्जित देख्छु अचेल चलचित्रको पर्दा पनि, अजङ्गको कालो सर्पले तिमी हामी सबैलाई डस्दै गरेको देख्छु। झुक्दैन केवल हाम्रो मात्र शिर कसैको सामु भन्थे, झुक्दैन म केवल हाम्रो मात्र शिर कसैको सामु भन्थे। तर आफ्नै अङ्ग प्रत्यङ्ग नेताहरूको दैलो निहुरिएको मलाई लाग्थ्यो म आफ्नै अस्तित्व समेटेर सिर उठाई मुस्कुराउने प्राचीरको बिहान हुँ। मलाई लाग्थ्यो म आफ्नै अस्तित्व समेटेर सिर उठाई मुस्कुराउने प्राचीरको सुनौलो बिहान हुँ। तर म त
तर म त नीति नभएको राजनीतिको गीत गाउने धुन हराएको सारङ्गीको राग मात्र रहेछु, सारङ्गीको राग मात्र। कविता धैर्यले सुनिदिनु भएकोमा धन्यवाद। म यति मात्र भन्न चाहन्छु, हर एक व्यक्ति जसले आफ्नो धर्म, आफ्नो कर्म सही ठाउँमा सही तरिकाले निर्वाह गर्नुभयो भने न त यहाँ आन्दोलनको आवश्यकता पर्छ, न चित्कारको आवश्यकता पर्छ, कुनै कुराको आवश्यकता पर्दैन। अघि भर्खर एउटा हाम्रो अध्यक्षज्यू दिनेश दाइले एउटा भन्नुभएको कि विकास बोर्डको स्वायत्तताको प्रश्नका कुराहरू विगतका अध्यक्षज्यूहरूले थुप्रै फुकेर जानुभयो। तर एउटा यस्तो मान्छे पनि आयो र मलाई धेरै धेरै धन्यवाद छ हामी सम्पूर्ण चलचित्र कर्मीहरूको तर्फबाट कि स्वायत्तता भनेको कर्ममाथि आफूले निर्वाह गर्ने धर्मको रहेछ कि त्यो कर्म र धर्मको समायोजनमा हर एक त्यो व्यक्तिलाई झुक्न मजबुर गराउँछ जो इमान्दार हुन्छ। त्यसैले आफ्नो ठाउँमा आफ्नो कर्म राम्रो गरौँ। दिनेश दाइ, हामीले त आफूलाई चिनेको एउटा चलचित्र कर्मीबाट हो, यो धर्म पनि यही लाग्छ, कर्म पनि यही लाग्छ, जानेको कुरा पनि यही हो, जन्मिए पनि यसकै लागि जस्तो लाग्छ, अब मर्ने पनि यही क्षेत्रमा हो। तपाईँहरूले नै उठाएर लगेर त्यो पशुपतिमा लगेर हामीलाई बोल्ने हो है। त्यसैले गर्दाखेरि यो बाहेक हाम्रो संसार छैन। सो यो संसारलाई डुब्न नदिनुहोस्।